सम्पूर्ण नमस्कार, म रितेश थापा। फेरि पनि सानो भिडियो लिएर तपाईहरुको सामुन्ने आएको छु है। र अहिलेको रातिको 9:30 भएको छ भने र अहिले चाहिँ NS10 यो एरियालाई चाहिँ 24 गोलाई भन्छ हैन। 24 गोलाको छेउमा रेलवेको डम्पिङ एरिया छ। यो डम्पिङ एरियामा चाहिँ त्यसको माथि एकदमै डडेलो लागेर एकदम स्थिति अलिकति खराब छ। किनभने यो एरिया चाहिँ तपाईको सिन्कोना प्लान्टेसनको पर्छ है। तर सिन्कोना प्लान्टेसनै भए पनि या त फरेस्टै भयो भने तर यसरी डडेलो लाग्नु चाहिँ राम्रो चाहिँ होइन किनकि यसले चाहिँ वन जङ्गलको प्राणीहरूलाई एकदमै सताउने काम गर्छ। एकदमै भनेदेखि हैन सताउने काम गर्छ। एकदमै दुर्घटना हुन जान्छ र फैलेर एकदमै माथि पुगिसकेको छ। यो तल पनि आउँदैछ कोही आएको छ है। एकदमै अवस्था खराब छ अहिले। यो सुखौरो महिना हो। अब यो जाडो महिना र गरम महिनाको यो बिचको स्टार्टिङ हो यो हैन। यसलाई यो मौसम चेन्ज हुँदैछ। त्यही भएर अहिले पुरा पत्ता झर्ने टाइम हो हैन। यो जग्गा चाहिँ एक्ज्याक्टली कहाँ हो भनेदेखि चाहिँ यो एबिसिआई को डम्पिङ एरिया, इस्कनको डम्पिङ एरिया र यो सुन्तले को चाहिँ छेउ हो। यो चाहिँ र देख्न सक्नुहुन्छ तपाईहरु है। एकदमै आगो लागेको छ, भयानक आगो लागेको कारणले गर्दा एकदमै यहाँनिर एकदमै यो झार जङ्गल त यो एकदम बाक्लो हुन्छ, सुकेको हुन्छ, मास्यो र त्यस्तो हुनाले यो रुखहरू पनि कोही सुकेको छ भने आगो लागेर या त यो ढुङ्गाहरू पल्टिने एकदमै यहाँनिर बेसी सम्भावना हुन्छ। यस्तो भयो भनेदेखि चाहिँ रोडमा यहाँ चाहिँ एकदमै आगो बेसी लागिसकेको छ र देख्न सक्नुहुन्छ है। र म चाहिँ रितेश थापा है। मेरो युट्युब च्यानल पनि छ, साथै फेसबुक पेज पनि छ। तपाईँ मलाई देखिरहनु भएको हो। मेरो पेजहरूमा तपाईँले मलाई हेरिरहनु भएको फेसबुक प्रोफाइलतिर है। त्यसै कारणले गर्दाखेरि एकदमै आजको जुन यो दृश्य चाहिँ म तपाईँलाई देखाउन मन लाग्यो। किनभनेदेखि चाहिँ यो एकदमै एकदम यो दुःखद दृश्य हो। किनकि यसले वन जङ्गललाई साथै वन जङ्गल नाश हुने काम गर्दछ भने यसले यो तपाईँको माथि वनको वन्य पशु पक्षीहरूलाई पनि एकदमै आश्रयदेखि टाढो बनाउने यो कार्यहरू हो है। एकदमै बस्ने घरहरू उजाड हुने यो चाहिँ दृश्य हो। एकदम मार्मिक छ दृश्य, तपाईँ देख्न सक्नुहुन्छ है। यहाँ NS10 नजिकै छ। NS10 नजिक भएको कारणले गर्दा पनि यो कसैले सिगरेट खाएर यो बेडी खाएर आगो लगाइदिएको पनि हुनसक्छ। यतिकैलाई आगो लाग्ने कुरा आएन है। सुखौरो अलिकति सानो झिल्का भेट्यो भने पनि आगो झसङ्ग लागिहाल्ने अवस्था छ अहिले चाहिँ। एकदम सुखौरो लागेर होइन। र यही दृश्य तपाईँलाई देखाउँथेँ यो दृश्य होइन। त्यही भएर मैले सानो भिडियो बनाएको थिएँ। यति भन्दै यो भिडियोको अन्त गर्दैछु। नमस्कार सबैलाई।